हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते। हिजो रातिसम्म जुम्लामा हिउँ परेको थिएन। आज बिहान एक्कासी हिउँ परेर पुरै सेतम्मै भएको छ। एकदम के भन्नु, एक्साइटेड यार। यति खुसी धेरै समयपछि हिउँ पर्यो है, आफ्टर लङ टाइम। अब हामीलाई पनि सरप्राइज दिएछ प्रकृतिले। एक्कासी हिजो साँझसम्म केही पनि थिएन क्या है, पानी पर्ला बादल भन्ने केही पनि थिएन है। एक्कासी हिउँ परेर यस्तो दामी देखाएको छ। लगभग 5-6 इन्च जति यहाँ परेछ। योभन्दा बेसी त माथितिर अभियसली होला। यसरी यो चाहिँ हाम्रो गाउँ। बिहानै ल 7 बजेतिर गयो, अझै पनि हिउँ पर्दैछ माथितिर। अनि यो हाम्रो किमजोङ। अनि यो जङ्गल कति राम्रो देखाएको छ, वाउ है। के भन्नु, म हिउँखेल्न लाग्यो बिहानै टटेकी। ए हाम्रो अङ्कल यसरी यहाँ ठाउँमै हिउँ फाल्दै हुनुहुन्छ। हाम्रो पुरानो ठाँडाहरू अहिले चाहिँ टिना घर बन्या यसरी हाम्रो पुरानो तरिका यसरी ठाउँमै यसरी पुरा हिउँ फाल्दै हुनुहुन्छ अङ्कल। पुरानो थाना यस्तै थिए, 1, 2, 3 माथि छन्। अहिले चाहिँ उयो त्यहाँ। यो चाहिँ हाम्रो पुरानो घरहरूको ठाउँमै चाहिँ यसरी बिहारले हिउँ फाल्दै हुनुहुन्छ अङ्कल। राइट अङ्कलले अङ्कल जोर पुगेन। ल अङ्कल आऊ हिउँ फाल्ल। यहाँ चाहिँ बच्चाहरूको स्नो फाइट चलिरहेछ, टिम बनाएर एकदम रमाइलो गरिरहन्। अब हामी पनि सानो हुँदाखेरि खेल्थ्यौँ, त्यही अनि आज याद आयो होइन। खेदाडे टटिले बाजे अनुहार खिलेर आएन क्या, ह्याट त्यो के भयो? ल आऊ छिटो। म नान्ने नै फक, तँ मेरो टिम होइन है। गलेको अवस्था यिनीहरू कि म अब एकछिन यहाँ पख मोबाइल लाग्दो छ। जुम्लामा चाहिँ हिउँ परिरहेछ, अनि हिजो बेलुकादेखि परेको हो। अनि आज चाहिँ फेरि हामीहरू चाहिँ सबजना यहाँ भाइहरू सबजना चाहिँ हामीहरू यहाँ डाँडामा हिउँ हेर्न आएछौँ। अझ यहाँ माथि, अब यहाँभन्दा चाहिँ माथि चाहिँ भ्यू दामी देखिन्छ के, अनि त्यही भएर चाहिँ हामीहरू सब यहाँ आएछौँ। अनि यहाँ पुरा भाइले त दामी देखिन्छ। अनि अहिले चाहिँ घाम लागेछ, बिहान चाहिँ घाम लागेको थिएन, अहिले चाहिँ पुरा अलिक क्लियर घाम लाग्यो। अनि यहाँदेखि यसो यो रोडबाट ठ्याक्कै अलिकति उकालो छ, त्योभन्दा माथि गयो भनेपछि चाहिँ दामी भ्यू आउँछ क्या। अनि त्यही भएर हामी त्यहीँ पुगेपछि गर्छौँ। ल भाइहरूको स्नो फाइट है। ल है 2 vs 1। ल माथिहरू आदि भाइहरू माथि गइरहन्। ऊ तल बैनीहरू पनि खेलाएको छ। हामी त यहाँ जङ्गलमा आएको छौँ, यसो भिडियो बनाऊँ भनेर। माथि दौडौ न, दौडौ। ऊ तल छन्।
तेरो जाकी लैजा जा हिँड्दै गरौँ माथि ती दिन लड्न दे यो चाहिँ यहाँ पुरा टपमा पुगिसकेको छौँ होइन अनि यहाँबाट चाहिँ पुरा भ्याली देखिन्छ के अनि यहाँ चाहिँबाट पुरै भ्याली देखिरह अहिले त घाम लगाएर दामी भएर भ्यू पनि यस्तो दामी आउँछ कि यहाँबाट चाहिँ अनि यहाँ पुरा यस्तो यहाँ डाँडा छ अनि यो टप डाँडामा चाहिँ योभन्दा पनि माथि छ तर अब यहाँबाट चाहिँ अलि भ्यू अनि हामी चाहिँ अलि माथि जाने भने तर अलि माथिभन्दा चाहिँ यहाँबाट दामी भ्यू आउँछ कि अनि त्यही भएर चाहिँ हामीहरू सब यहाँ चाहिँ धेरै छन् फोटो खिच्न लागेको नि अनि हामीहरू सबजना यहाँ बसिरहेको यहाँ यत्रोजना छौँ होइन यहाँ चाहिँ पुरै अनि यहाँ चाहिँ पुरै उता यो चाहिँ यहाँ एयरपोर्ट अनि यहाँबाट यहाँ चाहिँ यो खोला सबभन्दा जोस यहाँबाट पुरा दामी खोला पनि छ अनि यहाँ यो पुरा बिच भ्याली चाहिँ यो भयो होइन अनि यो जहाँ हामी जुन डाँडामा आएको छौँ अहिले यो डाँडा चाहिँ जोस अहिले अब बनिरह डाँडो हो अब जस यहाँ चाहिँ अब बनिरहेछ अब चाहिँ केही समयपछि यो पनि भाइरल डाँडो पर्छ अनि तपाईँले थाहै होला पछि हेर्दाखेरि यहाँ एकचोटि के अरे पुल बनेको थियो त्यो पुल भाइरल पुल भइसकेको थियो अब यो पनि भाइरल डाँडोमा हुन्छ होइन यहाँ चाहिँ पुरा खिचिरहन् अनि यहाँ पुरा अब यस्तो दामी भ्यू आउँछ नि यहाँबाट अनि यति नै हो